जय मसीह सबैजनालाई, परमेश्वरलाई महिमा होस्। म फेरि पनि तपाईहरुको बीचमा एउटा समसामयिक विषयलाई लिएर उपस्थित भएको छु, जो सुनेर तपाईहरु साथ दिनुहुन्छ भन्ने मलाई आशा लागेको छ। जुन आजभोलि हाम्रो यो इन्डियामा व्यापक रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा एउटा मुद्दा चाहिँ सोशल मिडियामा भाइरल भएको छ र जुन चाहिँ हाम्रो क्रिस्चियन जगतसँग सम्बन्धित कुरा हो र यो निकै नै दुःखको र अप्ठ्यारो कुरा हो। यो चाहिँ वास्तवमा नहुनु पर्ने यस्तो भइराखेको छ र अन्तिम दिनको समयमा यस्ता घटनाहरू के गर्ने हैन, सुन्नुपर्ने देख्नुपर्ने समय रहेको बाइबलले नै बताउँछ। र म तपाईहरुको बीचमा आज चाहिँ कुरो राख्न चाहे पास्टर बलजिन्दर सिंहको बारेमा, जुन रेप केस अहिले चाहिँ फेरि लागेको छ। जुन चाहिँ अन्सु भन्ने एकजना बहिनी जो कपुरथलाकी हुनुहुन्छ, उहाँले चाहिँ आफ्नो कुराहरू राख्नु भएको छ, आफ्नो केस दर्ता गर्नु भएको छ र जुन पास्टर बलजिन्दर सिंह र जुन आरोपी र जो आरोप लगाउने दुईटै चाहिँ एउटै चर्चको हुनुहुन्छ, अर्थात् पास्टर बलजिन्दर सिंहकै पुरानो पास्टर हैन, मतलब पास्टर बलजिन्दर सिंहलाई नै हैन सेवाकायमा अगाडि बढाउने त्यो विजय इमानुएल भन्ने जो चण्डीगढमा चर्च छ उहाँको, र उहाँको मान्छे यी दुईजनाको बीचमा, अर्थात् पास्टर विजय इमानुएलकै चेला हुनुहुन्थ्यो पहिले चाहिँ पास्टर बलजिन्दर सिंह, र अहिले लडाई पनि यहाँ दुईटा चर्चकै बीचमा भइराखेको छ। र अब यसमा जो रेप केसको बारेमा कुरा गर्नु पर्दाखेरि पास्टर बलजिन्दर सिंहको 2018 या 17 तिर पनि एउटा रेप केसको आरोप लागेको थियो र 2-3 महिना उहाँ चाहिँ जेलमा बिताउनु भयो र उहाँ चाहिँ अहिले मुक्त हुनुभएको छ। केस त चलिराखेको नै छ, त्यो पुरानो केस भन्ने कुरा सुन्नमा आएको छ। र त्यसको साथसाथै अर्को नयाँ केस चाहिँ जुन अन्सु बहिनीले लगाउनु भयो र उहाँको कुरालाई हेर्दाखेरि, टोटल सबै कुराहरूलाई हेर्दाखेरि हैन, कता कता लाग्छ रियालिटी चाहिँ हुन सक्छ भन्ने कुरा हामी त्यो गवाहीबाट, उहाँले भनेको कुराहरूबाट थम्याउन सकिन्छ। र यो दुःखको कुरा हो, हामी क्रिस्चियनहरूको लागि पनि ठुल्ठुला पास्टरहरूले भित्रभित्र यस्ता गर्दा रहेछन् भन्ने कुरा गलत म्यासेज बाहिर दुनियाँमा अहिले गइराखेको छ र हामी मिलेर सबैजना यसको निम्ति प्रार्थना गरौँ। र यो कुरामा चाहिँ हामी न्याय गर्ने त हामी कोही पनि होइनौँ, तर परमेश्वर नै न्याय गर्ने परमेश्वर हुनुहुन्छ। अब हैन, सरकारले चाहिँ यसमा हस्तक्षेप गर्नुपर्छ, सत्य तथ्य बाहिर ल्याउनुपर्छ र खुद हैन बलजिन्दर सिंह चाहिँ आफ्नो मुखबाट पनि च्यालेन्ज गर्नुभएको छ। पुलिस तो मेरे पकेट में होती है और मेरे साथ तो पुलिसहरू हुन्छन्, पुलिस तो मेरो पाकेटमा हुन्छन् हैन। अगर मैं चाहूँ तो पूरे इंडिया को बंद कर सकता हूँ, चक्का जाम कर सकता हूँ भनेर हैन, पंजाब बंद कर सकता हूँ भनेर यहाँ आफ्नो शक्ति र पावर प्रदर्शन पनि पास्टर बलजिन्दर सिंहले गर्नुभएको छ। अब रेप केसको जो नयाँ रेप केस अनुसार चाहिँ बहिनी अन्सुले के भन्नुभएको छ भने आफ्नो उहाँको सुनवाईमा उहाँले चाहिँ अब जुन 17-18 सालकै लगभग हैन सानै उमेरबाट उहाँ चाहिँ चर्चमा जानु हुँदो रहेछ आफ्नो बुवा आमाको साथमा। अनि पछाडि चर्चमा जाँदै गर्दाखेरि बुवा आमा चाहिँ त्यही भोलिन्टियर भएर काम गर्नु हुँदो रहेछ। अनि भोलिन्टियर हुने क्रममा पछाडि हुर्किँदै गरेकी ती अन्सुलाई पनि क्वायर टिममा राखिन्छ। अनि बिस्तारै बिस्तारै थुप्रै भागहरू दिइन्छ, क्यामेराको, मिडियाको कुन के भाग उहाँले भन्नुहुन्छ है, थुप्रै भागहरूमा उहाँले आफ्नो आराधनाको भागहरू, थुप्रै भागमा उहाँले आफ्नो सेवाकाई गर्नुभएको रहेछ। अनि
उहाँको कुराअनुसार चाहिँ पछाडि गलत म्यासेजहरू लेख्ने नम्बर मागेर होइन, फोन नम्बर मागेर, अनि होइन तिमी चाहिँ तिमीलाई म मन पराउँछु होइन, म यो बजिन्दर सिंहले चाहिँ यसो गलत अश्लील म्यासेजहरू गर्ने, विवाह गर्न चाहन्छु भन्ने उहाँले चाहिँ भन्नुहुँदो रहेछ भन्ने कुरा उहाँको आरोप छ। अनि एउटा यो आफ्नो होइन मतलब उहाँलाई चाहिँ मेन्टल्ली टर्चर दिइयो, उहाँ चाहिँ मेन्टल्ली होइन डिस्टर्ब हुनुभयो, प्यानिक अट्याक भयो, उहाँ चाहिँ होइन त्यो पीडा सहनै नसकेर होइन उहाँलाई चाहिँ धम्काइन्छ, यो कुरा बाहिर भन्निस् भने तँलाई होइन बदनाम गरिदिन्छौँ, बेइज्जत गरिदिन्छौँ भन्ने धम्काइन्छ। अनि पछि बुवा आमालाई मारिदिन्छौँ भन्ने कुरा पनि धम्काइन्छ। अनि सबै कुराहरू डर तरास र भयले गर्दाखेरि उहाँ चाहिँ यो पागलपन जस्तो होइन एउटा डिप्रेसनमा जानु हुँदो रहेछ। त्यो पनि डिप्रेसनमा गएको बेला चाहिँ होइन यसलाई दुष्ट आत्माको अट्याक आती है भनेर भन्दा रहेछन् पास्टर बजिन्दरले, तर आफैले चाहिँ पीडा दिँदा रहेछन् भन्ने कुरा उहाँको मुखबाट सुन्न आएको छ। र त्यसको साथसाथै त्यहाँ अन्य थुप्रै दिनदुखी गरिब इन्डियनहरूको बालबच्चाहरू जो होइन गायब भएको कुराहरू उहाँले आफ्नो मुखबाट भन्नुभएको छ। र उनीहरू आफ्नो बालबच्चा नै त्यो पास्टर बजिन्दरको सेवाकाईमा काम गर्दा गर्दै अलप्पिएको नभेटिएको कुराहरू थुप्रै छन् भन्ने कुरा। अनि गलत यो कुराहरू होइन गलत फेक हिलिङ चङ्गाइहरू गर्ने, अर्थात् जबरजस्ती मान्छेलाई कुर्सीमा बसाएर हिँडाएको नाटक गराउने यस्ता कुराहरू प्रत्यक्ष त्यही फेस हेर्दाखेरि पनि बजिन्दर सिंहको भिडियोमा र त्यो प्रत्यक्ष हेर्दाखेरि पनि भिडियोमा भेटिन्छन् यस्ता कुराहरू। र यस्तै सबै क्रियाकलाप र चरित्रहरूलाई हेर्दाखेरि होइन पास्टर बजिन्दर सिंहको अहिलेको जो कानुनी रूपमा पत्नीसँग चाहिँ 3टा बच्चाहरू भएको र अर्को पनि विवाह गरेर कता छुट्टै राखेको, भित्री विवाह लुकाएर विवाह गरेको भन्ने कुरा त्यो बहिनीले आरोप लगाउनु भएको छ। अनि त्यो बहिनीको अर्को आरोप चाहिँ के थियो भनेपछि त्यहाँ चाहिँ जुन ठाउँमा चर्च लगाइन्छ त्यहाँ चाहिँ जुन चर्चको स्टेज छ त्यो स्टेजको तल माटोमा चाहिँ थुप्रै सामानहरू गाडिएको, अर्थात् फेरि होइन भूत प्रेतको आत्माहरू ध्यान गर्ने र होइन अब त्यहाँ मान्छेहरू पनि दफन गरिएको भन्ने जस्तो कुरा उहाँले गर्नुभएको छ, मारेर दफनाइएको। अनि होइन वास्तवमा उहाँले यसुको नाउँमा होइन कि जिन्स र दुष्ट आत्माहरूको होइन प्रभाव आत्माले चाहिँ काम गर्दा आत्माहरूको सहारामा काम गर्ने काम चाहिँ बजिन्दरले गर्नुहुन्छ भन्ने आरोप लगाउनु भएको छ भने उहाँले चाहिँ अर्को कुरा के भन्नुभएको छ भने ती दुष्ट आत्माका जिनहरूलाई करोडौँ रुपियाँ हालेर मगाउने काम चाहिँ युरोप मतलब युरोप के भन्छ नि अफ्रिकातिरबाट नाइजेरियातर्फबाट महँगा दुष्ट आत्माका जिनहरूलाई बेच्ने काम गरिन्छ र त्यो खरिदारी गरेर यहाँ ल्याइन्छ भन्ने कुरा उहाँले गर्नुभएको छ। अनि यसै गरी थुप्रै त्यहाँ पीडितहरू छन् जो दिदीबहिनीहरू चाहिँ कुरो होइन उठाउन नसकेर चुपचाप र अन्यायमा पीडामा रहेको। यसो हेर्दाखेरि वास्तवमा त्यो पास्टर होइन, त्यो होइन गिरोह र गुन्डा नाइकेहरूको अड्डा जस्तो मैले देखेँ। र सबै कुराहरू बुझ्दै जाँदाखेरि एकजना पास्टर बजिन्दर सिंहका आफ्नै होइन मेम्बर चाहिँ अहिले जेलमा पनि फिलहाल आजभोलि जेलमा रहेको कुरा देखिन्छ। र जो लगभग 100 कति किलो हेरोइन या चरेसको होइन लगभग हजार कति होइन करोडको होइन हेरोइन ड्रग्स सप्लाई गर्दाखेरि बजिन्दरकै मान्छे जेलमा परेको अहिले देखिराखेको छ। र त्यहाँ ड्रग्स कारोबार र ओसार पसार हुन्छ, स्वयं ड्रग्स लिनुहुन्छ, पास्टर बजिन्दरले चाहिँ स्वयं ड्रग्स लिनुहुन्छ र भन्ने कुरा उहाँले आरोप लगाउनु भएको छ। अनि उहाँको होइन उहाँलाई चाहिँ होइन थुप्रै पेनिक अट्याकहरू आउँदाखेरि डरले गर्दाखेरि उहाँले चाहिँ यो कुरा आजसम्म उठाउनु भएको रहन्छ। उहाँ मेडिकलको उपचारबाट मात्रै अहिले सम्हालिन सक्नु भएको रहेछ भन्ने कुरा चाहिँ देखियो।
उहाँले भन्नुभएको छ र यसले पुरै भारत त्यो बहिनीलाई साथ दिइराखेको परिस्थिति छ भने यतातिर अब पास्टर बजिन्दर सिंहले चाहिँ आफ्नो पावर सो गर्छु भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ। मैले पन्जाब बन्द पनि गर्न सक्छु तर म चाहिँ यो हैन अनि उहाँको हैन उहाँले भन्नुहुन्छ यो चाहिँ म गर्न चाहदिनँ। पुलिस त मेरो पकेटमै होती है मुझे क्या उखाड लिगी मेरा भनेर पुलिसहरूलाई पनि त्यसरी बोल्ने काम चाहिँ उहाँले गर्नुभएको छ। र पास्टर बजिन्दरले अर्को कुरा के भन्नुभएको छ भनेपछि म अन्तर्राष्ट्रिय हैन संगठनको मतलब मेरो चाहिँ अन्तर्राष्ट्रिय छुट्टै संगठन छ भनेर उहाँले भन्नुभएको छ। यो कुरा हेर्दै गर्दाखेरि यता त्यो आरोप जो अंशुल बहिनी जो कपुरथलाकी हुनुहुन्छ उहाँले चाहिँ के आरोप लाउनु भएको छ भने पास्टर बजिन्दर सिंहसँग चाहिँ शैतानी बाइबल रहेको भन्ने कुरा र उहाँले त्यो जो चर्च चण्डीगढमा चाहिँ हैन यो के भन्छ शैतानी ध्यान गर्ने हैन मोमबत्ती र धूपहरू जलाएर शैतानी ध्यान गर्ने हैन चर्च सकाएर रातिको 3-4 बजेसम्म शैतानी ध्यान गर्ने भन्ने कुरा उहाँले भन्नुभएको छ। र कतिपटक कुराहरू हेर्दाखेरि पास्टर बजिन्दरका जो स्पोक पर्सन अनि पास्टर बजिन्दरकै कुराहरूलाई राम्रै पनि केलाएर हेर्ने हो भने कता उल्टा पुल्टा कुराहरू बोलेको देखिन्छ। किनभनेपछि पास्टर बजिन्दरले के भनेका छन् भनेपछि मलाई जो आरोप लगाउने बहिनी जो छ त्यो चाहिँ वास्तवमा चोरी र ठगीको केसमा हामीले त्यसलाई गिरफ्तार गरेका थियौँ र कारबाही गरेर हामीले निकाल्यौँ भनेर ठगीको केसमा हैन दशमांश पैसा माग्ने ठगीको केसमा हामी त्यो बहिनीलाई निकालेका हौँ भनेर उहाँले भन्नुभएको छ। तर फेरि बजिन्दरकै प्रधान जो अवतार सिंह भन्ने हुनुहुन्छ उहाँले चाहिँ के भन्नुभएको छ भने फोनमा रेकर्ड छ है यो कुरा चाहिँ अंशु बहिनीलाई के भन्नुभएको छ भनेपछि अपनी मर्जी से आपने यहाँ से गया था भनेर प्रधान अवतारले जो बजिन्दरको पास्टर को प्रधानले चाहिँ भन्नुभएको छ अंशु बहिनीलाई। मतलब त्यही अंशु बहिनीलाई बजिन्दरले चाहिँ चोरी ठगीको केसमा हामीले कारबाही गर्यौँ निकाल्यौँ भन्ने तर त्यही बजिन्दरकै जो हैन जो प्रधान अवतार सिंह चाहिँ फेरि अपनी मर्जी से आप यहाँ से खुद छोड़ के गए थे भनेर भन्ने हैन। अनि यो कुरा चाहिँ अर्को कुरा चाहिँ के छ भनेपछि जो स्पोक पर्सन भने सुरजित सिंह भन्ने हुनुहुँदो रहेछ त उहाँले चाहिँ के भन्नुभएको रहेछ भनेपछि मिडियामा हेर्दाखेरि हैन बहिनीले भन्नुभएपछि यो मान्छे पनि त्यहाँ देखिन्थ्यो भनेर हैन देखिन्थ्यो अनि यो पनि मान्छे पनि त्यही सरसल्लाह गर्नेहरूमा हुन्थ्यो भनेर भन्दाखेरि सुरजित सिंहले चाहिँ के भनेका छन् भनेपछि मैं तो 2024 से पहले पास्टर बजिन्दर सिंह को जानता ही नहीं था। मैं तो 2024 से पहले तो मैं रमन हंस मिनिस्ट्री में था भनेर भन्नुभयो। अर्थात 2024 में ही मैं बजिन्दर सिंह के पास आया और मुझे स्पोक पर्सन के रूप में चुना गया और मैं 2024 से ही काम कर रहा हूँ भनेर उहाँले भन्नुभएको रहेछ। अनि त्यो सुरजित सिंह थापरको पछाडि फेसबुकलाई केलाउँदाखेरि वास्तविक रूपमा 2024 मा नै आएको उहाँले दाबी गरे तापनि झुट बोलेको ठहर गरिएको देखियो। र मैले पनि फेसबुकमा चेक गर्दाखेरि सुरजित सिंह थापर चाहिँ 2023 साल जुन जुलाईबाट उहाँ चाहिँ 2023 जुन जुलाईबाट नै बजिन्दर सिंह मिनिस्ट्रीमा प्रवेश गर्नुभएको रहेछ उहाँको फोटोहरू हेर्दाखेरि फेसबुकमा। र उहाँले यो कुरा पनि झुट बोल्नुभयो र विभिन्न किसिमका क्रियाकलापहरूलाई हेर्दाखेरि कता कता ढाकछोप गर्ने हैन त्यो जो विजय इमानुएल भन्ने हुनुहुन्छ उहाँको मान्छे जो चन्दन सिंह र राजा सिंह भन्ने चन्दन और राजा भन्नेलाई चाहिँ झुठो रेप केस लगाएर एकजना केटीलाई बजिन्दरले पठाउनु भएको रहेछ। अनि बजिन्दरका मान्छेहरूले त्यहाँ चाहिँ उभ्याइदिएका रहेछन् त्यो पनि मिडियामा देखियो। र यसरी सबै कुराहरूलाई हेर्दाखेरि हामीलाई सत्य तथ्य कुरा के हो थाहा भएन तर सरकारले हस्तक्षेप गर्नुपर्छ। एउटा येशू ख्रीष्टको नाउँमा यस्तो गलत काम कसैले पनि नगरौँ हैन।
एकदमै भयानक पीडा र दुःख हुन्छ नर्कमा। परमेश्वरले सबलाई न्याय गर्नुहुन्छ हैन। यदि बजिन्दर सिंहले त्यस्तो गलत काम गर्नुभएको हो भने पश्चाताप स्वरूप अगाडि आउनुपर्छ, घुँडा टेक्नुपर्छ र गलत गरेको हुँ भन्नुपर्छ। नत्र भने आज सरकारलाई उहाँले हातमा लिनुहोला, पुलिस प्रशासनलाई हातमा लिएर हैन, प्रशासनिक मुद्दा र अदालतलाई उहाँले हातमा लिनुहोला, मिडियालाई हातमा लिनुहोला। उहाँमाथि कारबाही गर्न नसक्ला सरकारले हैन, केही पनि छैन। तर परमेश्वरले चाहिँ निश्चय नै कारबाही गर्नुहुन्छ, चाहे त्यो अन्सु बहिनीलाई होस्, चाहे पास्टर बजिन्दरलाई, चाहे तपाईँ मलाई कसैलाई पनि है। परमेश्वरले चाहिँ कसैलाई पनि छोड्नु हुँदैन। आफ्नो पावरको भरमा हामी दुनियाँको सबै चिज खरिद्न सकौँला, तर परमेश्वरलाई खरिद्न सक्दैनौँ भन्ने कुरा परमेश्वरको वचनले नै भन्दछ। र यसरी हेर्दाखेरि त्यो बहिनी जो अन्सुको दुःख पीडालाई हैन हामीले बुझ्नुपर्छ। यस्ता खालका घटनाहरू हाम्रो क्रिस्चियन जगतमा हुनु हुँदैन। हामी प्रार्थना गरौँ। र मैले भन्नु खोजेको चाहिँ म धेरै वर्ष अगाडि लगभग हैन 3-4 वर्ष अगाडि लगभग हैन समथिङ यस्तै 2-3 वर्ष अगाडिको कुरा हो। मैले पनि सपनामा देखेको थिएँ र पास्टर बजिन्दर सिंह चाहिँ व्यभिचार गरिराखेको मैले देख्या हुँ उहिल्यै सपनामा है। 2-3 वर्ष अगाडि व्यभिचार गरिराखेको पास्टर बजिन्दर सिंहलाई मैले देखेकै हो सपनामा। र अहिले आएर रेप केस लागिराखेको परिस्थिति छ। र बजिन्दर सिंहको 2टा श्रीमती भएको, एउटा श्रीमती चाहिँ लुकाएर बिहे गरिराखेको भन्ने कुरा छ भने अर्को श्रीमती चाहिँ जो लिगल श्रीमती 2टा नानी र एउटा बाबु भएको, एउटा छोरा भएको कुरा देखिएको छ। परमेश्वरले नै सबै कुरा जान्नुहुन्छ। हामी प्रार्थना गरौँ। बाइबलमा पहिले नै लेखिसकेको छ, ख्रिस्टको नाउँमा मै हुँ भन्दै आउने छन्, होसियार रहो, जागा रहो, भेडाको भेषमा बुवासाहरू आउनेछन् भनेर बाइबलमा भनिएको छ। यो अन्तिम दिनको समय चलिराखेको छ। हामी कुनै पनि क्रिस्चियनहरू मूर्खता काम चाहिँ गर्नु हुँदैन है। कुनै पास्टरको पछाडि लागेर हैन, असल र आत्मिक पास्टरहरू हुनुहुन्छ भने उहाँहरूलाई कुनै पनि कुराको डर र भय हुँदैन। परमेश्वरले चुनेका पास्टरहरूलाई कुनै पनि कुराको डर भय हुँदैन। उनीहरू जेल जान्छन्, नेल जान्छन् हैन। फेरि पनि परमेश्वरले सत्य साबित गरेर उहाँहरूलाई निकाल्नुहुन्छ। तर पास्टर बजिन्दर सिंह चाहिँ पहिले नै डराइराख्नु भएको छ है। मलाई चाहिँ सरकारले पक्रिहाल्छ कि कारबाही गरिहाल्छ कि भनेर उहाँले चाहिँ वास्तवमा आफ्नो त्यो आरोप लागेको छ भने आफूलाई सुम्पिनुपर्छ, कारबाही गर, ममाथि चेकजाँच गर भनेर। तर उल्टै उहाँले चाहिँ चक्काजाम गरिदिन्छु, मेरा मान्छे लाखौँ मेरो फलोवर छन्, उनीहरूले चाह्यो भने इन्डिया र पन्जाब बन्द गर्छन् भनेर त्यसरी भौतिक धन सम्पत्ति र मान्छेहरूको धोस लगाउने काम चाहिँ पास्टर बजिन्दरबाट गर्नुहुन्छ भनेपछि यो पक्का साबित हुन्छ उहाँ चाहिँ झुटो अगमवक्ता हो भन्ने कुरा है। उहाँ चाहिँ परमेश्वरको नाउँमा लड्न चाहनुहुन्न, तर आफ्नो फलोवरहरूको बल सहायता, आफ्ना पोलिटिकल लिडरहरूको पावर बल सहायतामा आफ्नो रुपैयाँ पैसाको घमण्डमा लड्न चाहनुहुन्छ भने यो काम चाहिँ सरासर के देखिन्छ भनेपछि त्यो काम सायद गरेको पो हो कि हैन भन्ने जस्तो प्रत्यक्ष देखिन्छ। किनभने पछि क्रिस्चियन पास्टरहरू ठुल्ठुला आरोप लाग्दाखेरि पनि पक्राउ परेका छन्, मारपिट भएका छन् हैन। पीडा, असह्य पीडाहरू खप्नु परेको छ। अब येशू ख्रिस्टकै चेलाहरूलाई हेर्नुहोस्, येशू ख्रिस्टलाई नै जीवनलाई हेर्नुहोस् हैन। तर परमेश्वरले उहाँहरूलाई विजय दिनु, मृत्यु नै वरण गर्नु पर्यो हैन। हाम्रा येशू ख्रिस्टका 12 चेलाहरूलाई परमेश्वरको निम्ति दण्ड दिँदाखेरि उनीहरू आफ्नो जीवन नै अर्पण गर्नु पर्यो। उनीहरूलाई मारिदिए, जलाइदिए, हरेक किसिमले यातना र दुःख दिए। तर आफ्नो बचाउमा म गलत गरेको होइन भनेर उहाँहरू आउनु भएन र उहाँहरूमाथि कुनै पनि गलत आरोप लागेको थिएन। तर येशू ख्रिस्टको प्रचार गरे बापत उहाँहरूलाई आरोप लागेको थियो। मतलब येशू ख्रिस्टको प्रचार गरे बापत उहाँहरू दुःख पाउनु भएको थियो। तर पास्टर बजिन्दरलाई येशू ख्रिस्टको प्रचार गरे बापत होइन, तर रेप केसको आरोप लाग्दैछ भनेपछि यो गम्भीर कुरा हो भन्न चाहन्छु। र परमेश्वरलाई महिमा होस्। हामी प्रार्थना गरौँ दुवै क्षेत्रको निम्ति, यो हामी क्रिस्चियन जगतमा यस्तो घटनाहरू नहोस् भनेर हैन। यही कुरा राख्दै बिदा हुन्छु। जय मसीह, नमस्ते।